है गाइस, अहिले चाहिँ म यहाँ यो चाहिँ दिवालीको सौदा भनेर चाहिँ म भन्दिनँ। यो चाहिँ कुखुराको चारो हो यो चाहिँ हो। अन्त यहाँ चर्च सकेर चाहिँ आएको नि त। अब यहाँ कुखुराको चारो बोकेको छु, यहाँ फिट छ हो। अन्त अब बोकेर अगाडि झर्दैछु। अन्त यसो बसेर चाहिँ यहाँ आराम गरेको नि त। यहाँ चाहिँ मेरो बस्ने चौतारा हो नि त, उकालो ओह्रालो हिँड्ने। अन्त भारी बोकेर हिँड्नुपर्छ नि त गाइस, के गर्नु। अब बाटोमा आधी बाटोमा त गाडी पुग्छ। अन्त गाडी थन्कायो, चाबी बोक्यो, भारी बोक्यो, हिँड्यो हो। यस्तै छ अलिअलि। अब बेलुकाको समय, अब ओह्रालो घरतिर लागेको गाइस। अब यस्तै छ आजको अपडेट चाहिँ। यसो अनुहारहरू पनि अब त यता यता सेतो भएछ, यता यता तपाईँको यहाँ पाकिस्तानको मेप जस्तो यस्तो 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 हुँदो रहेछ। यहाँ अघि भन्नु मतलब अब चाया पोतो लागेछ, चाया पोतो लागेछ मेरो अनुहारमा। अब माथि जाने टाइम भएको हो कि के हो। अब यता यता यहाँ फुल्यो, यहाँ पनि यस्तो इन्डियाको मेप जस्तो भएर यता चाइनाको मेप जस्तो, पाकिस्तान, बङ्गला, श्रीलङ्का जस्तो यस्तो जग्गा जग्गा पोतो निस्किँदैछ गाइस। अब के गर्नु, यस्तै छ है। उमेरले नौ डाँडा काटेछ। हाम्रो रामेश्वर भैयाले पैसासँग यहाँ कुखुराको चारो साटेछ भन्नु पनि मिल्दैन ल गाइस। अब उहिले चाहिँ मिठाई यसरी बेच्दै आउँथ्यो भैयाहरू। अब आफै पऱ्यो भैया जस्तो चाहिँ ल।